बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानुनी व्यवस्था छ। सम्माननीय सभामुख महोदय, छानबिन अर्थ मन्त्रालय होइन, संसदीय छानबिन समिति चाहिन्छ, त्यसबाट छानबिन गर्नु। माननीय सभामुख महोदय, अब यो संसदको यो अर्को नियमित जो प्रधानमन्त्रीको जवाफ हामीले नियमित मागि नै रहेका छौँ, तर योभन्दा अलिकति पर जान मन लाग्यो। आज सम्माननीयज्यूलाई म अपिल गर्न चाहन्छु, संसदप्रति सरकार चाहिँ जवाफदेही हुने हो होइन, हुनुपर्ने हो या होइन। किनभने जुन आर्थिक विधेयक आयो यो संसदको सम्पत्ति हो। त्यो संसदको सम्पत्ति अर्थमन्त्रीज्यूले संसदमा पेशै नगरी भकाभक चेन्ज गर्नुहुन्छ कसको स्वार्थमा? र अर्को सबभन्दा